यो चाहिँ कसैको कोही खस्नुभएको उहाँको मतलब आत्मा शान्तिको लागि यो चौतारो बनाएको रहेछ। यो चौतारोमा चाहिँ आउने जाने बिसाउने ठाउँ, पानी पर्दा नि नभिज्ने ठाउँ यसरी बनाएको रहेछ। उहाँको आत्माले पनि शान्ति पाउनेछ यो आउने जाने मान्छेहरूलाई यो बिसाउने ठाउँ बनाइदिएर। र यो ठाउँमा गाडीहरू कम्ती पाउँछ, त्यसले गर्दा गाडीहरू पनि पर्खिने ठाउँ जस्तो भएको छ। यहाँनिर गाडीको लागि वेटिङ पनि गर्ने र आउने जाने स्टुडेन्ट, गाउँ बस्ती भारी बोक्ने सबैजनाले यो बिसाउने ठाउँ, एउटा विश्राम गर्ने ठाउँ, यसलाई चाहिँ भनिन्छ चौतारो। र यसको दृश्य तपाईहरुले देख्नुहुनेछ। मेरो च्यानलमा जोडिबस्नु होला। म चौतारोको पुरा भिडियो देखाउने छु, लाइनमा बस्दै गर्नु होला। ओके गाइस, यही चौतारोमा स्टुडेन्टहरुसँग दुई तीन कुराहरु पनि राख्न गइरहेको छु। मित्र तपाईहरुलाई कस्तो लाग्छ लाइक कमेन्ट शेयर गर्नु होला। वाउ, हेलो गाइस, यहाँ देख्नु भयो होला पानी पर्दा पनि नभिज्ने यहाँ चौतारो। यहाँ सबैजना आएर बिसाउने ठाउँ, यस्तो रमाइलो र कसैको मतलब यहाँ आउने जानेहरूलाई सबै विश्राम गर्ने ठाउँ, पानी पर्दा पनि नभिज्ने सबैजनालाई थाकेको मान्छेलाई यहाँ विश्राम गर्ने ठाउँ, यस्तो चिज बनाएको रहेछ। तपाईहरुले आएर बिसाउने जग्गा रहेछ। यहाँनिर सबैजना आउने जाने बस्ने, गाडी पर्खिने र यहाँ ठाउँमा गाडी अलिक कम्ती पाउँछ, त्यसले गर्दा यहाँ बसेर मान्छेहरू चाहिँ यहाँ बिसाएर पानी पर्दा गाडीहरू पर्खिने जग्गा यसरी चौतारो भनेर भनिन्छ। यो चौतारो चाहिँ हेरिहाल्नु भयो होला। यहाँ चाहिँ पानी पर्दा ओर्दा मतलब गाडी वेटिङ गर्ने, यहाँ पर्खिने जग्गा चाहिँ यो। लाइक कमेन्ट शेयर जरुर गर्नु होला। बहिनीहरू कहाँ बस्नुहुन्छ? याङयाङमा? यान तिनतेक, यहीँ तिनतेक है। ए कुन क्लास पढ्छ? 9। के हो तिम्रो नाम? रिबिना लेप्चा हो? रुमित लेप्चा हो? रिबिमित। अनि बहिनीको नाम चाहिँ? एन्जल राई। वाउ, सो नाइस गाइस है। तपाईहरु सो क्युट रहेछ, राम्रो लाग्यो, खुसी लाग्यो। अनि अहिले स्कुल चाहिँ तल खामदुङ स्कुल हो? पिएमजी सामदुङ हो। गभर्नमेन्ट स्कुल, प्राइभेट स्कुल? गभर्नमेन्ट। आज छुट्टी थिएन? वाउ, अनि कस्तो लाग्छ तिमीलाई स्कुल लाइफ? भन न, के हुँदैन? राम्रो लाग्छ है? ओके। अनि स्कुलमा टिफिन लगेर जान्छ? कोही बेला। आज त हाफ डे हो, लगेन होला है। अनि स्कुल मजा आउँछ है? अब घरमा गएर के गर्छौ? भात खान्छ होला पहिला? भात खाएर गेममै बिजी, पढ्नमा होइन? बेलुका इभिनिङ होला हो, नाइटमा। अनि ट्युसनहरू पनि पढ्छ? ट्युसन पढ्दैन? अन्त ट्युसन नपढी हुन्छ कि पढ्नुपर्छ? वाउ, सो नाइस। हाम्रो नानीहरू, स्टुडेन्ट नानीहरूको आज सानो मिनी ब्लग। तपाईहरु सम्पूर्ण दर्शकहरूले यो नानीहरूको लागि प्रार्थना गरिदिनु होला, उहाँहरूको इक्जाम राम्रो होस्, पास होस् भनेर। र हाम्रो दुईजना नानीहरूलाई एकदम मेरो मिनी ब्लगमा जोडी बसेकोमा एकदम धन्यवाद। वेलकम, बाई बाई। हेलो गाइस, आज म यो तिनतेक भन्ने ठाउँमा आएको छु। तिनतेकमा अझै पनि यस्तो घरहरू छ। हेरिहाल्नु होला, पुरानो ओल्ड इज गोल्ड सेकेन्ड र ओल्ड इज होम देखिहाल्नु भयो होला। तपाईँहरू सम्पूर्ण मित्रगणहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट गर्नु होला। यो आज तिनतेक भन्ने गाउँमा आएको छु र तिनतेक भन्ने गाउँको सानो यो मिनी ब्लग बनाएर आएको छु। तपाईँहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट शेयर गर्नु होला। यहाँ तिनतेकको यो गाउँमा आज यहाँ एकदम तिनतेकको ओल्ड इज होम र ओल्ड इज होटेल यहाँ देखिहाल्नु भयो होला। कस्तो राम्रो र रमाइलो जग्गा रहेछ। सम्पूर्ण दर्शकहरूले मेरो च्यानलमा जोडिबस्नु भएको सम्पूर्ण मित्रहरूले हेरिदिनु होला, लाइक कमेन्ट शेयर गरिदिनु होला। ओके, बाई बाई।